कुन एप्लिकेसन केमा गर्ने भन्ने कुरा पनि थाहा हुनुपर्छ है न कपालको कन्डिसन के छ उसले ग्लोबल कलर गर्छु भन्दैछ ग्लोबल कलर भनेको के हो त रुट टु इन्चसम्म एउटै सिमिलर टाइपको कलर गर्छु भन्दाखेरि हामीले के गर्ने त हाम्रो एप्लिकेसन रुल्सहरू छ त्यो रुल्सहरूलाई फलो गर्नुपर्ने हुन्छ ल 50-50 यूज गरेको दुईजना हो साँच्चै क्युट होला सबै कुरा अब एउटा क्लिप दिनु उनको ताराहरू छ एउटा साइड भेट्नुपर्छ पुरा छिटो एउटा डिफ्रेन्ट तरिकाबाट कसो एप्लिकेसन गर्ने भन्ने कुरा सिकाउँछु ल ग्लोबल हो गर्न लागेको हजुर ग्लोबल ग्लोबल कलर रुटको लागि ग्लोबल है हेयरको कन्डिसन के छ त कपाल कस्तो अवस्थामा छ कपाल नेचुरल छ कि प्रिभियस कलर हेयर छ कि भनेर कुरा पनि हेर्नुपर्छ सो उसको कपाल के छ त एकदम भर्जिन हेयर नेचुरल हेयर छ है सो नेचुरल हेयर भइसकेपछि हामीले अब एप्लिकेसन टेक्निकलाई फलो गर्नुपर्ने हुन्छ जुन चाहिँ हाम्रो के छ त भर्जिन हेयर एप्लिकेसन टेक्निक छ त्यसमा हामीले के गर्छौँ त रुटदेखि एराउन्ड 1 इन्च छोडेर के गर्छौँ प्रोडक्ट एप्लिकेसन गर्छौँ इन्डसम्म त्यसपछि एप्लिकेसन गरेपछि 15 मिनट वेट गर्छौँ अनि 15 मिनट पर्खिसकेपछि हामीले के गर्छौँ त फेरि रुटमा रुट टचअप गर्न स्टार्ट गर्छौँ ल मलाई एउटा सोही पेपर एप्लिकेसन गर्न सक्छौँ भनेर मैले देखाउन खोजेको त्यसमा के गरेँ मैले एउटा सेक्सन लिएँ त्यसपछि के गर्ने रुटदेखि छोड्ने त्यसपछि प्रोडक्टलाई चाहिँ एप्लिकेसन अब यसपछि मैले के गरिदिँदैछु फोइल राखिदिन्छु फोइल किन राखिदिएको भन्दाखेरि मैले यो हेयरलाई यता सार्दाखेरि अरूमा नलागोस् भनेर फोइल राखिदिएँ है कहाँ लाग्यो त्यसमा ल फेरि अर्को सेक्सन लिने फेरि के गर्ने हेर्नु त प्रोडक्ट एप्लिकेसन गर्दाखेरि मैले दुईवटा फिङ्गरले ग्रिप गरेको छु अनि त्यसपछि प्रोडक्ट एप्लिकेसन गर्दै गयो भने यो लेमिनेट पनि हुन्छ क्या सबैतिर इक्वाली ब्यालेन्स पनि हुन्छ सो यदि स्काल्पको क्लोजर गयौँ भने हामीले यसरी यसलाई उयसमा पनि सकिन्छ है अहिले हामीले कति सेटको कलर युज गरेको छ अहिले हामीले 6.43 अनि सुरुमा मिस गरेको 5 को सर 6.45 हो 6.45 भनेको रेड सेडको रेड फ्यामिलीको कलर लाइन त मिस नगर्ने नेचुरल भएर
ब्लिच नगरिकन डाइरेक्टली होइन, कतिपय कन्डिसनमा चाहिँ ब्लिच गरेर पनि गर्नुपर्ने हुन्छ, कतिपय कन्डिसनमा चाहिँ विदाउट ब्लिच पनि गर्दा भयो। उसकोमा चाहिँ हामीले ब्लिच गरिदिउँ, डाइरेक्टली एप्लाई गरौँ ल। सो अब हामीले हिजो अस्तिसम्म सबै ब्लिचै गरेर हेर्दै थियौँ नि त, अब डाइरेक्ट गर्दा पनि कस्तो रिजल्ट आउँछ भन्ने कुरा पनि हेर्नु पऱ्यो। त्यही भएर हामीले 40 त्यही भएर हामीले 40 भलनको एप्लिकेसन हेर्ने म कसरी लगाउँदैछु। मेन कुरा भनेको चाहिँ एप्लिकेसनै हो है। तपाईँले जति प्रपरली एप्लिकेसन गर्नुभयो त्यति मजाले कलरको रिजल्ट आउँछ। ल यो एउटा सेक्सन गर्छु अनि त्यसपछि है फेरि लास्ट मजाले फेरि एकचोटि हेर्नु है, मजाले हेर्नु है म कसरी लगाउँदैछु। हेर्नु त मैले प्रोडक्ट लगाउँदैछु, यहाँदेखि यो मेरो फिङ्गरले प्रोडक्टलाई लेमिनेट पनि गर्दैछ कि। यस्तो भयो भने के हुन्छ, सबैतिर बराबरली प्रोडक्ट लाग्छ। तल एउटा उयो राखिदिँदा फोइल पेपर त्यहाँ होइन, त्यहाँ होइन, यहाँ माथि तल हेर। यसलाई यसरी कोम गर्दै पनि गर्नु गरे हुन्छ ल। कोम गर्नुभयो भने चाहिँ अझै मजाले अझै ब्यालेन्स हुन्छ कलर, सबैतिर इक्वली डिस्ट्रिब्युट पनि हुन्छ। अब एउटा लास्ट कोम है, सम्झेर हाँसु कुरा। गुड आफ्टरनुन। होइन ल अब यो जुन लगाएको छ यसलाई के गर्ने, कन्टिन्युसली सदा फ्रेस दिने। अब त अर्को यो साइडबाट गर्नु। अब यसलाई फेरि यहाँमाथि फोइल सर यसलाई चाहिँ ऱ्याप गर्नु पर्दैन फोइलमा, फुल्लै छोडिदिने। अलिक लाइटर चाहिने हो भने हामीले हरेक सेक्सनमा फोइल राख्दै गर्दा पनि भयो। सेक्सनमा हामीले विदाउट फोइल हेरौँ न, अनि अर्को कुनै फेरि पछि गर्दाखेरि फोइल राखेर गरौँ न, दुइटामा चेन्जेस लाइटर कति आउँछ भन्ने कुरा पनि देखिन्छ।